आज चाहिँ हामी यहाँनिर अलिकति घुम्नु निस्केको छौँ घरबाट दुईजना है। र हामी यो भुसुक हुँदै हामी रानीपुल निस्किनेवाला छ है। एकदमै रमाइलो भइरहेछ। घरमा एकदमै गरम भएर अहिले अब गरम महिना हो है। त्यसैले गर्दाखेरि अलिकति हामी दुईजना अलिकति स्कुटी लिएर घुम्नु निस्किरहेछौँ। त्यस्तो छ हो, यहाँनिर छ के लिएर निकालिदियो नि एउटा स्कुटी लिएर हामी दुईजना चाहिँ घुम्नु निस्केको है। यो छ हाम्रो स्कुटी। जुगा लागेछ यति सफा पानी यहाँनिर। यो सबै पानी सफा हो, कहाँ माथि हिमालबाट बगेर आएको होला है। सफा पानी छ है। र अहिले चाहिँ हामी यहाँनिर बाटोमा एकछिन बसेर यहाँनिर यसो हावापानी शीतल छ है, यसरी हेर्दै गरेको। यस्तो छ अलिकति यहाँनिर निस्किँदाखेरि जुगा पनि लाग्यो है। र अब फेरि हामी यहाँबाट अगाडि जान्छौँ। एकछिन बसेको यहाँनिर है। अब यो खानेकुरा पनि लिइरहेछ है। यो अलिकति चियापानी खाँदै यहाँनिर छ। धोमा पनि यहाँ छ। हामी दुईजना यहाँ घुम्नु निस्किरहेछ। आज हल्का राइडमा निस्केको। घरमा बस्दा बोरिङ भएर आज छुट्टीको दिन भएको कारणले गर्दाखेरि चाहिँ हामी निस्केको यहाँनिर है। हेर्नुहोस् के रहेछ यहाँनिर गोजीमा के हेर्दैछ यहाँ हो है। बनाउने भिडमा थियो नि। यो पानी बनाउने भिड पनि यहाँ देखिरहेछ। यो हाम्रो घर चाहिँ नदेख्दा चाहिँ जङ्गल भित्र छ है। पानी बनाउने भिड। अहिले चाहिँ हामी नानडोक आइपुगेका छौँ। एकछिन यहाँनिर स्कुटी राखेर मजाले यहाँनिर घुमिरहेको छौँ है। अब यो वरिपरि एकदमै रमाइलो जग्गा यहाँनिर देख्दो रहेछ है। अब यो तपाईँ देख्नुहुँदैछ यहाँ पर देख्ने यो माथिको यो माथिको चाहिँ सेक्रेट हो। सेक्रेट देख्दैछ यो जुन चाहिँ तपाईँले देख्नुहुँदैछ है। यो चाहिँ सेक्रेट हो। अनि यो साइडमा त्यो माथि त चानबारी साइड हो नि है। तादङचेन चानबारी साइड हो, यो साइडमा छ है। र अब यो चाहिँ तपाईँको यता चाहिँ भयो देउराली यता चाहिँ। लु यहाँ चाहिँ मकैहरू पनि एकदमै पाकिसकेछ है, पाक्नु आँटेछ। मकैहरू एकदमै रमाइलो प्रकारले यहाँनिर मकैहरू भइरहेछ। हो मकै पाक्नु आँटेछ है। यस्तो छ। यो बाटो भएर आएको रोड चाहिँ अलिकति खराब रहेछ है। तर ओभरअल राम्रो छ। गाउँ चाहिँ एकदमै रमाइलो हरियो छ। यस्तो छ। यहाँ पर तपाईँले देख्नुहुँदैछ नि, यो चाहिँ देउराली बजार। यो चाहिँ देउराली बजार। यो चाहिँ देउराली बजार है। देउराली बजार देख्नुहुँदैछ। हामी चाहिँ अहिले यतापट्टि साइडमा छौँ, गान्तोकको अपोजिट साइड, नानडोक साइड, भुसुक साइडबाट नानडोक भन्दै हामी जाँदैछौँ है। ढोमा यहाँनिर सुपारी खाँदै बसिरहेको छ यहाँनिर यो है। अन गर्नु अरे ल 3:35 पनि भइसकेछ। अब चाहिँ जानुपर्छ। अब चाहिँ घरतिर लागेको।